वेलकम टु वाचम्यान नेपाल। आज हामी मेरो घडीको कलेक्सनको भिडियो बनाउँदैछौँ। योभन्दा अगाडि पनि हामीले एउटा मेरो घडीको कलेक्सनहरू बनाइसकेका थियौँ र आजको भिडियो भनेको यसमा चाहिने अरू एक दुईवटा घडीहरू थप भएका छन्। सो यो भिडियो बेसिकली मेरो घडीको कलेक्सनको स्टेट अफ द कलेक्सन भन्दा हुन्छ। सो लेट्स गेट इन्टु द भिडियो। मेरो वाच कलेक्सनमा रहेको सबैभन्दा फर्स्ट वाच रहेको छ, जुन मेरो वाच कलेक्सनका फर्स्ट बाई हो, जसले गर्दाखेरि मेरो वाच वर्ल्डमा यो होरोलोजीको वर्ल्डमा मेरो इन्ट्री भएको थियो र मेरो इन्ट्री वाच रहेको छ यो सेकोको SNK 809 र यो मैले वाचको बारेमा वाचको मुभमेन्टहरूको बारेमा बुझेर जानेर धेरै भिडियोहरू हेरेर यसको बारेमा मुभमेन्टको बारेमा जानेर किनेको फर्स्ट वाच हो। यो मेरो फर्स्ट मेकानिकल वाच भएको कारणले गर्दाखेरि यो चाहिँ दिस वाच इज भेरी क्लोज टु माई हार्ट। र यसको डायल रहेको छ ब्ल्याक डायलमा तपाईँको पाइलट स्टाइलको हाम्रो डायल रहेको छ भने यो चाहिँ सेको 5 मा छ, SNK 809 डे एन्ड डेट भएको र यसको मुभमेन्ट चाहिँ अटोमेटिक मुभमेन्ट रहेको छ र यसमा सी थ्रु केस ब्याक पनि रहेको छ, जसले गर्दाखेरि तपाईँले वाचको मुभमेन्ट देख्न सक्नुहुन्छ। सो दिस इज माई फर्स्ट वाच इन माई कलेक्सन। मेरो कलेक्सनमा रहेको नेक्स्ट वाचको बारेमा कुरा गर्नुपर्दा SNK 809 पछि SNK 809 मेरो अटोमेटिक मेकानिकल मुभमेन्टमा भयो भने त्यसपछि मलाई चाहिने फुल मेकानिकल जुन ह्यान्ड वाइन्डिङ वाच छ त्यसको जरुरत थियो र ह्यान्ड वाइन्डिङ वाच मैले खोजिरहेको थिएँ र प्रायः ह्यान्ड वाइन्डिङ वाचहरू मैले इन्टरनेटमा खोज्दाखेरि अलि महँगो नै भेटेँ, राम्रो ह्यान्ड वाइन्डिङ वाचहरू। र त्यसपछि खोज्दै जाँदा मैले एउटा अर्को ह्यान्ड वाइन्डिङ वाच भेटेँ जुन चाहिँ सिगुल 1963 हो, जसमा चाहिने क्रोनोग्राफ पनि रहेको छ, जुन चाहिने मेकानिकलका साथसाथै क्रोनोग्राफ पनि भएको कारणले गर्दाखेरि मेरो लागि यो प्लस पोइन्ट भयो। र यसको मुभमेन्ट पनि ST19 मुभमेन्ट भनेको मुभमेन्ट छ, जुन चाहिँ धेरै राम्रो मुभमेन्ट हो र यो चाहिने मेरो सिगुल 1963 वाच हो। र जुन मैले फर्स्टमा किनेको सिगुल वाच छ त्यो चाहिँ मैले मेरो बाबालाई दिएको थिएँ भने पछि फेरि मैले यो वाच रिपर्चेस गरेको थिएँ। सो यो वाच चाहिँ मेरो सेकेन्ड बाई हो, सिगुल 1963 सेम डायल सेम वाचमा चाहिने यो मेरो सेकेन्ड पर्चेज हो। यस्तै एउटा चाहिने मैले सिगलकै अर्को एउटा घडी किनेको थिएँ, यो सिगुल 1963, यो चाहिँ तपाईँको पान्डा डायलमा छ। सिगुल 1963 मा तपाईँलाई धेरै अप्सनहरू पनि रहेको हुन्छ र जसमा चाहिँ तपाईँले पान्डा डायलमा किन्न सक्नुहुन्छ, जसमा तपाईँले यो जुन क्रिम कलरको ओरिजिनल डायलमा किन्न सक्नुहुन्छ र त्यस्तै यो चाहिँ पान्डा डायलमा रहेको छ र यसको मुभमेन्ट एकदमै राम्रो एकदमै ब्युटिफुल रहेको छ, जुन हेर्दा एकदमै आकर्षक देखिन्छ। यो चाहिँ नि फुल ह्यान्ड वाइन्डिङ वाच हो र यसमा सिगुल 1963 जुन ओरिजिनल डायलमा रहेको छ अघि देखाएको मैले, यो पनि तपाईँको यसमा पनि सेम मुभमेन्ट रहेको छ। सो यो भयो मेरो सेकेन्ड वाच। अनि त्यसपछि यो अघिको पान्डा डायलको थर्ड वाच, यो चाहिँ मेरो मेकानिकल वाचमा रहेको छ। यसपछि नेक्स्ट वाचको बारेमा कुरा गर्नु पर्दाखेरि यो वाच हो मेरो SRPD 73K1, जुन चाहिँ सेको 5 मा छ, जुन चाहिँ डाइबर स्टाइलमा रहेको छ। एक्ज्याक्टली डाइबर त होइन, त्यसमा चाहिँ 100 मिटर वाटर रेजिस्टेन्स छ, जुन मैले अहिले लाइरहेको छु। यो रहेको छ तपाईँको SRPD 73K1। यसमा चाहिँ मैले ब्यान्ड चेन्ज गरेको छु, यसको ओरिजिनल ब्यान्डभन्दा अर्कै नेटो स्ट्राप हालेको छु, जुन चाहिँ यो वाच पनि मैले पहिला धेरै लाउने गरेको थिएँ। यो वाच पनि एकदम बलियो छ, सेको 5 मा छ, 100 मिटर वाटर रेजिस्टेन्ट, सी थ्रु केस ब्याक अनि डे एन्ड डेट पनि रहेको छ भने यसमा अटोमेटिक मुभमेन्ट छ। यसको बेजल पनि तपाईँको युनिडाइरेक्सनलमा मुभ हुन्छ भने यो वाच पनि मेरो कलेक्सनमा रहेको एकदमै इम्पोर्टेन्ट र विच इज भेरी क्लोज टु माई हार्ट। SRPD 73K1 पछि मेरो वाच कलेक्सनमा मलाई एउटा ड्रेस वाचको जरुरी थियो। अब मेरो वाच कलेक्सनमा अघि भनेको जस्तो यो तपाईँको SNK 801 पनि भयो, सिगल 1963 पनि भयो र त्यसपछि यो हाम्रो अघि यो मेरो चाहिँ डाइभर्स वाच सेको 5 को पनि भयो। तर यो कुनै पनि घडीहरू ड्रेस वाचमा थिएन र मलाई ड्रेस वाचको जरुरी थियो र मैले त्यसपछि किने
SSA 426J जुन चाहिँ तपाईँको ओपन हार्टमा रहेको छ। यो चाहिँ नि सेको प्रेसाज हो जुन चाहिँ सेको 5 भन्दा अलिकति माथि लेभलको हुन्छ र यसको प्राइस पनि अलिकति सेको 5 भन्दा अलिकति बढी नै हुने गर्छ। यो ओपन हार्टमा छ, यसको अटोमेटिक मुभमेन्ट छ र यसमा डे एन्ड डेट केही पनि छैन। यसमा अघि यो चाहिँ नि यो 24 आवरको विन्डो चाहिँ रहेको छ र यसको सँगै यो ओपन हार्ट रहेको छ र जसले गर्दाखेरि चाहिँ यो घडीलाई एकदमै ड्रेस वाचको लागि पर्फेक्ट मान्न सकिन्छ र तपाईँको यसमा चाहिँ नि यसको बडी देख्न सक्नुहुन्छ। यो चाहिँ नि रोज गोल्ड टोनमा रहेको छ। सो यो चाहिँ मेरो वाच कलेक्सनको फर्स्ट ड्रेस वाच हो। अब यसपछि अर्को वाचको बारेमा कुरा गर्नुपर्दा अर्को वाच रहेको छ यो, यसको मोडल नम्बर मैले ठ्याक्कै बिर्सेँ। यो पनि प्रिसाज सेकोको प्रिसाज लाइनमा रहेको छ। यसको डायल एकदमै राम्रो छ, तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ नि सेको प्रिसाजको यो चाहिँ यो डायललाई चाहिँ नि ककटेल डायल भनिन्छ र यसमा पिङ्क डायलमा रहेको छ। खास गरी यो वाच चाहिँ नि मैले मेरो वाइफलाई गिफ्ट दिएको थिएँ। सो यो चाहिँ नि मलाई लेडिज वाच जस्तो लाग्छ र कसै कसै जेन्ट्सले पनि लगाएको मैले देखेको छु। सो यो चाहिँ नि लेडिजहरूलाई लेडिजको रिस्टमा चाहिँ एकदमै पर्फेक्ट देखिन्छ। यसको स्टेनलेस स्टिल ब्रेसलेटमा रहेको छ भने यसमा चाहिँ नि डे विन्डो चाहिँ छैन, डेट विन्डो मात्र रहेको छ। यो चाहिँ नि कम्प्लिटली ड्रेस वाच हो। सो भेरी ब्युटिफुल डायल र यसमा पनि तपाईँले चाहिँ नि सी थ्रु केस ब्याक रहेको छ। र त्यो सेकोको प्रेसाज ककटेल टाइमपछि मलाई एउटा मेरो कलेक्सनमा चाहिँ नि सबै मेकानिकल वाचहरू मात्र भएको कारणले गर्दाखेरि वाच कम्युनिटीमा एउटा भनाइ छ कि हरेक कलेक्सनमा चाहिँ एउटा जी सक हुनु जरुरी छ। त्यही भएर मैले एउटा पर्फेक्ट चाहिँ पर्फेक्ट जी सक वाचको खोजीमा थिएँ र धेरै भिडियोहरू धेरै इन्फर्मेसनहरू लिँदै गर्दाखेरि मैले यो GWG 1000 बड मास्टर जी सकमा घडी लिए र यो घडी चाहिँ नि एउटा ट्रिपल सेन्सर घडी हो जसमा चाहिँ नि तपाईँले पाउन सक्नुहुन्छ कम्पास, यहाँ तपाईँले देख्नुहुन्छ कम्पास, अल्टिमिटर, ब्यारोमिटर र तपाईँले यतातिर देख्न सक्नुहुन्छ टेम्परेचर र यसमा वर्ल्ड टाइमरहरू पनि रहेको छ। र सबैभन्दा ठुलो कुरा भनेको यो चाहिँ नि सोलर पावर्ड वाच हो जसले गर्दाखेरि तपाईँलाई चाहिँ नि घडीमा ब्याट्री चेन्ज गरेर राख्नुपर्ने कुनै झन्झट पनि हुँदैन। र यसका साथसाथै यसमा चाहिँ नि तपाईँको चाहिँ नि मल्टिब्यान्ड 6 भएको कारणले गर्दाखेरि चाहिँ घडीले आफ्नो टाइम आफै मिलाउने गरिन्छ जुन चाहिँ यो घडीको चाहिँ एउटा चाहिँ नि थप स्पेक्सको रूपमा लिन सकिन्छ। र यसमा चाहिँ नि 200 मिटर वाटर रेजिस्टेन्ट रहेको छ भने यो अलिकति चङ्की घडी छ जुन मेरो रिस्टको लागि पनि अलिकति ठुलो रहेको छ। तैपनि यो घडी एउटा साइज बाहेक यो घडीको अरू सबै स्पेक्सहरू धेरै राम्रो रहेको छ जुन चाहिँ नि पर्फेक्ट जी सक भन्न सकिन्छ मेरो कलेक्सनमा। र यसको जुन यो ग्लास रहेको छ यो पनि सफायरमा रहेको छ। So this is my G-Shock, first G-Shock in my collection. र यो GWG मड मास्टर पछि अर्को घडी रहेको छ मेरो SNKK 27 जुन चाहिँ मैले इन्टरनेटमा हेर्दै गर्दाखेरि चाहिँ एकदमै सस्तो मूल्यमा पाएको थिएँ मैले। यो चाहिँ नि $100 जति देखाएको थियो त्यति बेला। अहिले त यो महँगो भइसक्यो, सायद चाहिँ यो $150 भन्दा पनि महँगो पर्न जान्छ। जब चाहिँ यो मैले चाहिँ इन्टरनेटमा देखेको थिएँ एकदमै युनिक डायल र सेको 5 मा स्टेनलेस स्टिल ब्रेसलेटमा रहेको एकदमै राम्रो र आकर्षक लाग्यो मलाई। त्यही भएर पनि मैले यो पर्चेस गरिहालेँ। $100 मा भएको कारणले गर्दाखेरि तपाईँले यसको डायल देख्न सक्नुहुन्छ, निलो डायल रहेको छ र यो साइडमा चाहिँ नि पहेँलो येलो लाइनिङहरू पनि रहेको छ र यसको भित्र पनि तपाईँले 60 सेकेन्डको मार्किङहरू दिएको छ भने अरू जुन यो मिनेटको या आवरको मार्किङहरूको रहेको छ यो चाहिँ एप्लाई मार्करमा रहेको छ। र यो चाहिँ नि तपाईँको अहिलेको सेको 5 भन्दा पनि अलिकति पुरानो भएको कारणले गर्दाखेरि यसमा चाहिँ नि सेको 5 को मार्किङ पनि तपाईँको ट्रेडिसनल टाइपको रहेको छ। सो दिस इज भेरी ब्युटिफुल वाच जुन चाहिँ मैले एकदमै कम मूल्यमा पाएँ। जुन चाहिँ अहिले तपाईँले मार्केटमा तपाईँले SNKK 27 भनेर खोज्नुभयो भने किनकि यसको प्रोडक्सन पनि बन्द भइसक्यो र यही कारणले गर्दाखेरि पनि अहिले यो मार्केटमा यसको प्राइस चाहिँ नि अलिकति हाइक भइसकेको छ। सो भेरी ब्युटिफुल वाच।
र अर्को घडीको कुरा गर्नुपर्दा मेरो कलेक्सनमा मलाई SNK K27 पछि मलाई एउटा चाहिँ पर्फेक्ट डाइभ वाचको जरुरत थियो, जसको कारणले गर्दाखेरि चाहिँ मैले थुप्रै डाइभ वाचहरूको बारेमा जुन चाहिँ नि प्राइसले पनि मलाई चाहिँ नि ठिक होस् र त्यसको बारेमा मैले इन्फर्मेसनहरू लिँदै थिएँ र त्यो सबै लिँदै गर्दाखेरि मलाई चाहिँ यो ओरिएन्ट कामासु बेस्ट लाग्यो र त्यही भएर मैले चाहिँ यो ओरिएन्ट कामासु किने, जुन चाहिँ मेरो कलेक्सनको फर्स्ट डाइभ वाच पर्फेक्ट डाइभ वाच भन्न सकिन्छ। यसमा चाहिँ 200 मिटर वाटर रेजिस्टेन्ट छ भने तपाईँले देख्नुहुन्छ यसमा चाहिँ स्क्रु डाउन क्राउन पनि रहेको छ, डे एन्ड डेटको विन्डो पनि रहेको छ भने यसको ह्यान्डहरूमा यसको यो चाहिँ आवर मार्किङहरूमा लुम पनि रहेको छ भने यसको बेजल पनि तपाईँको युनिडिरेक्सनमा घुम्ने गर्दछ र जसले गर्दाखेरि चाहिँ यसलाई चाहिँ पर्फेक्ट डाइभ वाच भनिन्छ। सो यो रहेको छ ओरिएन्टको कामासु, जुन चाहिँ एकदमै फेमस वाच हो, कुनै कुनै कन्ट्रीमा चाहिँ यो किन्न पनि एकदमै गाह्रो रहेको छ। सो या दिस इज ओरिएन्ट कामासु, भेरी ब्युटिफुल वाच एन्ड भेरी ब्युटिफुल डायल। ओरिएन्टको कामासु को वाच किनिसकेपछि मैले धेरै समयसम्म मैले वाच किनिनँ र त्यसपछि मैले सायद 6-7 महिनापछि मैले यो सिटिजनको सुयोसा वाच किने, जुन चाहिँ त्यति बेला एकदमै फेमस थियो। सिटिजनको सुयोसा जुन चाहिँ नि तपाईँको ड्रेस स्टाइलमा आएको थियो। यो चाहिँ नि ड्रेस वाच एकदमै ड्रेस वाच हो यो र त्यति बेला एकदमै फेमस वाच थियो यो र त्यसमाथि पनि यो जुन डायल रहेको छ यसलाई चाहिँ टिफ्नी डायल, टिफ्नी ब्लू डायल भनिन्छ र यो डायल एकदमै फेमस भएको कारणले गर्दाखेरि मैले यो वाच किनिहालेँ, किनकि मेरो कलेक्सनमा पनि एउटा पनि सिटिजनको वाच पनि थिएन र यो चाहिँ नि तपाईँको यसको मुभमेन्ट चाहिँ नि अटोमेटिकमा रहेको छ भने यसको डायलमा तपाईँले देख्नु, यसको डायलमा तपाईँले यो डे विन्डोमा त देख्न सक्नुहुन्छ र डे विन्डोको माथि साइक्लोप्स रहेको छ, जुन चाहिँ यो घडीमा एकदमै राम्ररी सुहाएको छ। या दिस इज भेरी ब्युटिफुल वाच फर योर ड्रेस वाच, दिस सिटिजन सुयोसा। यसपछि अर्को वाचको बारेमा कुरा गर्नुपर्दाखेरि यो वाच रहेको छ सेकोको एल्पिनिस्ट, जुन चाहिँ नि मैले पहिलादेखि नै किन्न खोजेको थिएँ। यसको प्राइस अलिकति महँगो रहेको छ किनकि यो सेकोको प्रोस्पेक्स लाइनमा रहेको कारणले गर्दाखेरि चाहिँ यसको चाहिँ प्रेसाजको लाइनको भन्दा पनि अलिकति महँगो हुन जान्छ र यो सेको एल्पिनिस्टलाई मैले धेरै पहिलादेखि किन्न खोजिरहेको थिएँ। यो चाहिँ तपाईँको रहेको छ ग्रिन डायलमा। यो चाहिँ सायद मलाई लाग्छ मेरो कलेक्सनको सबैभन्दा ब्युटिफुल वाच हो जस्तो मलाई लाग्दछ, किनकि यसको डायल तपाईँले देख्न सक्नुहुन्छ ग्रिन डायलमा रहेको छ भने यसको आवरको मार्किङहरू तपाईँले हेर्न सक्नुहुन्छ, यसमा चाहिँ न्युमेरिकलमा रहेको छ र यसको तपाईँको ह्यान्ड देख्न सक्नुहुन्छ जुन चाहिँ क्याथेड्रल स्टाइलमा रहेको, जसको लुम पनि एकदमै राम्रो रहेको छ र सेकोको प्राय घडीहरूमा तपाईँले यो जुन क्रिस्टल देख्न सक्नुहुन्छ, यो जुन क्रिस्टल चाहिने प्राय घडीहरूमा महँगोभन्दा महँगो घडीहरू सेकोको घडीहरूमा पनि साफायरको हुँदैन भने यसमा चाहिँ साफायरको क्रिस्टल रहेको छ र यस साफायरको क्रिस्टल सँगसँगै यसमा चाहिँ एआर कोटिङ पनि रहेको छ, जुन चाहिँ एन्टी रिफ्लेक्टिभ कोटिङ भनिन्छ, जसले गर्दाखेरि तपाईँलाई बडी लाइटमा पनि रिड गर्न एकदमै सजिलो हुन्छ। सो दिस वाच इज रियली ब्युटिफुल, जुन चाहिँ मैले धेरै इन्फर्मेसनहरू लिएर मात्र किनेको थिएँ। यसको तपाईँले बेजल देख्न सक्नुहुन्छ, यसमा चाहिँ तपाईँको यो अर्को एउटा एक्स्ट्रा क्राउन रहेको छ, जसले गर्दाखेरि चाहिँ तपाईँलाई दिनमा तपाईँलाई डिरेक्सन खोज्न एक मद्दत पुग्दछ। सो दिस इज सेको एल्पिनिस्ट, भेरी ब्युटिफुल वाच। यसमा तपाईँले डायलमा देख्नुहुन्छ 20 बार भनेर लेखेको छ। यो 20 बार भनेको चाहिँ तपाईँको वाटर रेजिस्टेन्ट कतिसम्म हुन्छ भनेर देखाएको छ भने यसमा जुन एक्स साइन रहेको छ, यो जुन एक्स साइन रहेको छ यो चाहिँ नि तपाईँको सेको प्रोस्पेक्सको साइन हो। यो भेरी ब्युटिफुल वाच। र यसपछि कुरा गर्नुपर्दा यसमा प्राय सबै मेरो वाच कलेक्सनको मेकानिकल वाचहरू सबै यसमा कभर भइसकेको छ र त्यसपछि मेकानिकल वाचहरू किनिसकेपछि पनि मलाई चाहिँ नि अर्को जस्तै चाहिँ क्वाच वाचहरूको बारेमा पनि अलिकति जान्दै गएँ र बुझ्दै गएँ र मलाई क्वाच वाचहरू पनि मन पर्न थाल्यो र क्वाच वाच मन पर्न थालेसँगै मलाई चाहिँ क्यासियो वाचहरूमा बढी अट्र्याक्ट हुन गएँ र त्यसपछि मैले किने क्यासियोका थोरै जिसकका घडीहरू, जुन फर्स्ट मेरो जिसक थियो GWG 1000 मड मास्टर र त्यसपछि रहेको छ मेरो यो चाहिने तपाईँको DW 5600
जुन चाहिँ एकदमै रेट्रो स्टाइलमा रहेको छ, तपाईँको 80s र 90s स्टाइलमा रहेको छ। यो घडी पहिला पनि आइसकेको थियो, जुन चाहिँ 80s र 90s तिर पनि यो घडी थियो, र त्यसपछि फेरि यो घडीलाई रिइस्यु गरेर रिडिजाइन गरेर त्यस्तै देख्ने गरी चाहिँ फेरि बनाएको छ। यसमा रहेको छ, यसमा चाहिँ 20 बार वाटर रेजिस्टेन्ट रहेको छ भने यसमा वर्ल्ड टाइमर छ। त्यसका साथ यसमा चाहिँ सोलर पनि छैन, अरू जस्तै अलार्म रहेको छ, जसमा सिग्नल रहेको छ, अरू सबै रहेको छ, तर यसमा सोलर छैन, अरू सेन्सरहरू पनि रहेको छैन। बट तैपनि यो घडीले चाहिँ तपाईँलाई चाहिँ अलिकति सेटिस्फ्याक्सन दिनुको कारण चाहिँ मलाई आजभोलि एकदमै रेट्रो स्टाइलहरू अलिकति मनपर्ने हुनाले चाहिँ यो घडी पनि मलाई चाहिँ एकदम एट्र्याक्टिभ लाग्ने गर्छ। यसमा 3वटा विन्डोहरू, तपाईँले 3वटा विन्डोहरू देख्न सक्नुहुन्छ, जुन चाहिँ नि सेकेन्डका यसमा चाहिँ यो छेउछेउका 2टा विन्डोले चाहिँ तपाईँलाई सेकेन्ड 1 देखि 5 एउटामा डिस्प्ले हुन्छ भने 6 देखि 10 सम्म अर्कोमा डिस्प्ले हुन्छ भने यो बिचकोमा चाहिँ तपाईँले कुन मोड चाहिँ अन छ या अफ छ भनेर डिस्प्ले गर्ने गरिन्छ। भेरी ब्युटिफुल वाच एन्ड भेरी स्ट्रङ वाच। जिसक भन्ने बित्तिकै धेरै स्ट्रङ वाच भनेर बुझिन्छ। यो रहेको छ चाहिँ तपाईँको DW 5900, यस 5900। भेरी ब्युटिफुल वाच। यसपछि आउँछ फेरि अर्को G-Shock, जुन चाहिँ यो हो G5600। यो चाहिँ नि हेर्दा एकदमै स्क्वायर टाइपको G-Shock रहेको छ, र हेर्दा एकदमै सानो रहेको छ। तपाईँलाई हेर्दा चाहिँ नि यो ट्रेडिसनल टाइपको घडी जस्तो लाग्छ, तर यो सानो घडी भए पनि यसमा चाहिँ नि तपाईँको स्पेक्सहरू धेरै रहेका छन्। यसमा चाहिँ नि तपाईँको टफ सोलर रहेको छ सबैभन्दा फर्स्टमा त, जुन चाहिँ नि एकदमै महत्त्वपूर्ण स्पेक्स रहेको छ। र त्यसपछि रहेको छ यसमा अलार्म, 4वटा अलार्म रहेको छ, र यसमा चाहिँ वर्ल्ड टाइमर रहेको छ, जसमा चाहिँ नि तपाईँको काठमाडौँको पनि वर्ल्ड टाइम रहेको छ, जुन चाहिँ नि प्लस पोइन्ट रहेको छ। सो यो वाच तपाईँले यसमा चाहिँ क्रोनोग्राफ पनि रहेको कारणले गर्दाखेरि चाहिँ नि यसलाई चाहिँ धेरै राम्रो मान्न सकिन्छ। सो यो चाहिँ G-Shock 2200 मिटर वाटर रेजिस्टेन्ट। यो सानो रिस्ट भएकोहरूलाई पनि एकदमै पर्फेक्ट हुन जान्छ। यहाँ तपाईँले डायरीमा देख्नुहुन्छ, माथि क्यासियो लेखेको छ भने त्यसको तल वाटर 20 बार रेजिस्टर रहेको छ भने त्यसपछि टफ सोलर। सो भेरी ब्युटिफुल वाच एन्ड भेरी स्ट्रङ वाच। त्यसपछि मेरो कलेक्सनमा रहेको अर्को G-Shockको बारेमा कुरा गर्नु पर्दाखेरि यो रहेको छ एकदमै युनिक G-Shock, जुन चाहिँ नि यसको रेफरेन्स नम्बर रहेको छ तपाईँको DW 7900 हो कि जस्तो मलाई लाग्दछ। यसमा म रङ पनि हुन सक्छु। यो डिफ्रेन्ट के कारणले छ भन्दाखेरि यो जुन तपाईँले यसमा चाहिँ नि यो डायलमा जुन तपाईँको वेब जस्तो देख्नुहुन्छ, यो वेब भनेको चाहिँ तपाईँको टाइड ग्राफ हो, जुन चाहिँ नि समुद्र भएको देशहरूमा चाहिँ नि यो टाइड ग्राफले चाहिँ नि महत्त्वपूर्ण भूमिका खेल्दछ। नेपालमा त समुद्र नजिकै नभएको कारणले गर्दा त्यति महत्त्वपूर्ण त मान्न सकिन्न। र त्यसको पछि जुन चाहिँ नि सबैलाई महत्त्वपूर्ण हुने अर्को एउटा चाहिँ नि यसमा चाहिँ इन्फर्मेसन रहेको छ, जुन चाहिँ नि यो तपाईँले यो गोलो विन्डोमा देख्न सक्नुहुन्छ। यो चाहिँ नि तपाईँको मुन फेज हो। G-Shockका प्राय तपाईँको महँगोभन्दा महँगो घडीमा पनि मुन फेज र टाइड ग्राफहरू पाउन गाह्रो हुन्छ। जस्तै तपाईँको यो GWG मड मास्टर छ, यो चाहिँ मास्टर अफ जी, जुन चाहिँ नि G-Shockको हाई लेभलको वाच मान्न सकिन्छ भने त्यसमा पनि मुन ग्राफ र टाइड ग्राफहरू मुन फेजहरू रहेको छैन भने यो वाचमा चाहिँ नि मुन फेज रहेको छ। यसमा पनि तपाईँको सोलर पावर त छैन। यसमा यदि तपाईँलाई सोलर पावर चाहिन्छ भने यसमा यो वाच भन्दा पनि अलिकति $200-300 थपेर तपाईँलाई सोलर पावर यो जुन यही सेम वाचमा सेम स्पेक्समा अर्को G-Shock पाउन सक्नुहुन्छ। तर मैले चाहिँ यो वाच किनकि यो अलिकति सस्तोमा पर्दछ र यसमा सबै स्पेक्सहरू छ, जुन चाहिँ सोलर एउटा छैन, अरू सबै स्पेक्सहरू सेम छ। यसमा वर्ल्ड टाइमर छ, अलार्म छ, टाइड ग्राफ, मुन ग्राफ, अनि हेर्दा पनि एकदमै बल्की र एकदमै चङ्की देखिन्छ। सो यो रहेको छ DW 7900। र यो सबै कलेक्सनको वाच पछि अर्को एउटा लास्ट वाच रहेको छ, जुन चाहिँ मलाई एकदमै मेरो प्रिय वाच हो र मेरो कलेक्सनको सबैभन्दा सस्तो वाच पनि मान्न सकिन्छ। अघि मैले भने जस्तै मलाई चाहिँ आजभोलि मेरो अलिकति पहिलाको 80s 90s स्टाइलहरू, अलिकति रेट्रो लुकहरू अलिकति मन पर्न थालेको छ, र त्यस्तै वाचको खोजी गर्दाखेरि मैले अर्को वाच पाएँ, क्यासियोको A168। तपाईँले यो वाच देख्न सक्नुहुन्छ। यो एकदमै बेसिक वाच हो, जसमा चाहिँ 10 years ब्याट्री लाइफ
हुन्छ। G-Shockका अरू घडीहरूमा पनि तपाईँको 10 years ब्याट्री हुन्छ, त्यही भएर चाहिँ मलाई G-Shockका घडीहरूमा या Casio-का घडीहरूमा मलाई सोलर पावर नभए पनि यसमा चाहिँ 10 yearsको ब्याट्री भएको कारणले गर्दा ब्याट्री 10 वर्षसम्म ब्याट्री चेन्ज गरिराख्ने झन्झट पनि हुँदैन। यसमा मैले फेरि एकचोटि ब्याट्री चेन्ज गरेँ भने 20 वर्षसम्म धान्ने गरिन्छ, त्यही भएर मलाई यी घडीहरूमा ब्याट्री चेन्ज गरिराख्नुपर्ने त्यति झन्झट हुँदैन 10 वर्षसम्म पनि। सो यो वाच रहेको छ A168, जसमा चाहिँ जसलाई चाहिँ एकदम तपाईँले पहिला हाम्रो बुवा या हजुरबुवाहरूको रिस्टमा तपाईँले देख्नुभएको होला A168, जुन चाहिँ अहिले नेपाली मार्केटमा छ कि छैन मलाई थाहा छैन, बट स्टिल तपाईँले विदेशमा अहिले पनि यो वाच चाहिँ अहिले पनि मान्छेहरूले लाउने गरिन्छ। यो रहेको छ र तपाईँले यसमा देख्नुहुन्छ क्यासियो, यसमा अलार्म छ, क्रोनोग्राफ छ र यसमा लाइट पनि रहेको छ र यसमा तपाईँले यो जुन 24 आवर टाइमिङ पनि राख्न सक्नुहुन्छ या 12 आवर टाइमिङ पनि राख्न सक्नुहुन्छ। वाटर रेजिस्टेन्ट यसको 30 मिटर छ कि जस्तो मलाई लाग्दछ, अलिकति मैले बिर्सेँ। सो तपाईँले यो स्विमिङ गर्दा लाउन सक्नुहुन्न होइन। सो यो स्टेनलेस स्टिल ब्रेसलेटमा रहेको छ। तपाईँको यदि स्मल रिस्ट छ भने यो धेरै राम्रो देखिन्छ। सो अहिले मैले सबैभन्दा बढी लागिरहेको घडी भनेको यही हो। यो मैले सायद चाहिँ नि आई थिङ्क $60 देखि $70 भित्रमा किनेको थिएँ। भेरी ब्युटिफुल वाच। मेरो कलेक्सनको सबैभन्दा सस्तो घडी यो हो। सस्तो हुँदै पनि मलाई चाहिँ नि दिस इज भेरी क्लोज टु माई हार्ट। सो या दिस इज A168। सो यो थियो मेरो वाचको कलेक्सनको भिडियो, जुन चाहिँ अहिलेको मेरो वाचको कलेक्सनको स्टेटको भिडियो हो। र मैले मेरो वाच कलेक्सन स्टार्ट गरेको मैले सायद 2019 को अन्तिमदेखि हो। अहिले आएर 2025 भयो। अहिले आएर 2025सम्म मेरो यति धेरै वाच भएको छ। यदि तपाईँ पनि वाच कलेक्सन स्टार्ट गर्न चाहनुहुन्छ भने धेरै इम्पल्सिभ नहुनुहोस्। मैले पनि 1-2वटा गल्तीहरू गरेको थिएँ वाच कलेक्सन सुरु गर्दाखेरि। कुनै पनि घडी किन्नुभन्दा अगाडि त्यसमा चाहिँ तपाईँले त्यसको स्पेक्सको बारेमा र रिभ्यूको बारेमा राम्रो इन्फर्मेसनहरू लिनुहोस्। त्यो वाच तपाईँलाई साँच्चै चाहिएको हो कि होइन। मेकानिकल मात्रै हुँदा पनि तपाईँले चाहिँ त्यो वाच किनि नहाल्नुहोस्। कुनै मेकानिकल मुभमेन्टहरू भनेको जस्तो बलियो पनि हुँदैन र भनेको जस्तो टिकाउ पनि हुँदैन। त्यही भएर वाच मेन भनेको तपाईँले वाच कलेक्सन स्टार्ट गर्दाखेरि इम्पल्सिभ नहुनुहोस्। थोरै कुरेर भए पनि तपाईँलाई मनपर्ने वाच किन्नुहोस्, जसले गर्दाखेरि चाहिँ तपाईँले फुल सेटिस्फाई मिल्छ। मलाई पनि मेरो वाच कलेक्सनसँग फुल सेटिस्फाई नै छु मोस्ट अफ। 100% त नमानौँ, कुनै 1-2वटा गल्तीहरू मैले पनि गरेका थिएँ, सबैले गर्छन्। तैपनि तपाईँले कम गल्ती गर्नुहोला। या यही भन्दै आजको भिडियो म यहीँ टुङ्ग्याउन चाहन्छु। यदि तपाईँलाई अरू वाचको बारेमा इन्फर्मेसन चाहिन्छ भने प्लिज डु कमेन्ट, म त्यसको भिडियो पनि बनाउनेछु। एन्ड प्लिज सब्सक्राइब माई भिडियो एन्ड थ्याङ्क यू भेरी मच फर वाचिङ।